ए पछौरीले मुखै छोपेर हिँडिदिन आयो न त भिडियो पनि त्यस्तै थियो खै के भन्नु आफैले लाज लाग्छ। त्यो भिडियो नक्कली हो, एआईबाट बनाएको हो। म एउटा इज्जतिलो परिवारको छोरी र बुहारी हुँ। मलाई आफ्नो सीमा र शरम राम्रोसँग थाहा छ। मलाई नखाएको विष लागेको छ, मलाई थाहा छ। मैले यो सब भन्नु बेकार छ किनकि मलाई सबैले गलत सोचिसकेका छन्। अब मैले जति नै रोए पनि कराए पनि मेरो कसैले विश्वास गर्दैन। कतिको इज्जतिलो घरको हो भनेर त देखिगयो नि। मैले त तपाईँको सासूलाई पहिले नै भनेको थिएँ बुहारी उम्लिँदैछ सम्हालेर राख्नुहोस् है भनेर। अहिले पोखेन कति नै टाउकै माथि चढाएर राख्नु भएको थियो, अहिले टाउकै लुकाएर हिँड्नुपर्ने दिन आयो होइन। त्यस्तो भिडियो त्यो पनि भुपु बुढासँग। तपाईँहरूले कस्तो नबुझ्नु भएको। अहिले मान्छेले फोटो जोडेर नराम्रो छाडा भिडियो बनाउँछन्। प्रविधिको नराम्रो प्रयोग गरेर जसले जसको जस्तो चाह्यो त्यस्तै भिडियो बनाउँछन्। कसैलाई गिराउनु छ, कसैको बदनाम गर्नु छ भने त्यस्तो नराम्रो भिडियो बनाएर गिराउन खोज्छन्। त्यस्तो गर्नु अपराध हो। उजुरी गर्यो भने मुद्दा लाग्छ अनि वर्षौंसम्म सजाय भोग्नुपर्छ। त्यति धेरै बुझ्नु भएको रहेछ त। त्यो तपाईँको भिडियो बनाउनेलाई लयर खोरमा जागिदिनु नि त सक्नुहुन्छ? साँच्ची त जेलमा जागेर के गर्नुहुन्छ? केही महिनामा भागेर आइहाल्दो रहेछ। अस्ति पनि तपाईँ लगेर जाकेकै हो क्या अरे, फेरि आएर तमासा गर्दैछ। खै अब आफूलाई कसरी सही साबित गर्नुहुन्छ मलाई त पत्तेरै लागेको छैन। आइमै भएर गाउँमा के नै गर्छु भनेर, खेतीपाती गर्छु भनेर, बाख्रा पालन वस्तु पालन नाटकै बढी थियो नि। दाइ र भाउजूको नाटक बढी गयो भनेर भुपु दाइले भिडियो नै बनाइदिनु भएछ नि। एउटी महिलाले आफ्नो श्रीमानसँग मिलेर आफ्नै गाउँमा आम्दानीको बाटो खोज्दा तपाईँहरूलाई त्यत्रो रिस है बाबु? हो, यही भएर हाम्रो गाउँ समाज विकास नभएको। कस्तो सानो सोचै मान्छेको। एउटी महिलाले केही गर्छु भनेर आँट गर्दा यस्तै आई मैले के गर्न सक्छे भन्छन्। केही बोल्यो कि पोथी बासेको भन्छन्। अहिले हाम्रो समय खराब भएको होला, तर हेर्दै जानु न, यी गाउँलेहरूले अझै रिस गर्ने, डाहा गर्ने कृषि फार्म बनाउँछु म यही गाउँमा। ए त्यत्रो चुरीफुरी बोलेर साध्यै छैन नि। शुभकामना छ भाउजू, भेट्नै नहुने मान्छेलाई भेट्न